आज फेरि हामी स्कुल जाँदैछौँ है फुचेर म स्कुल जाँदैछौँ फुचेको चाहिँ फेरि भन्न गएको हो स्कुल गएर पनि घरमा आइसकेर अब फेरि कोदाली खन्न पिर्ती गुप्तेश्वर अनि ओखलढुङ्गा बारी अनि उरगनी अनि सबै ठाउँ हेर्ने यस्तो छ मौसम के गर्ने बाख्राहरू सबै यस्तो बिजोग छन् पानीमा यो साथीहरू खत्तम छ कोदाली खन्दै पानी परेर के गर्नु हो खत्तम पर्यो यो त हाम्रो गाउँ त यस्तो छ हरियाली आजको मौसम पानी परेर खत्तम भयो बारी ए पानी परेर के गर्नु होला कति दिन भयो आज 6-7 दिन भइसक्यो पानी परेको यसरी पनि कोदाली खन्दै झार यसरी छ हो मकैबारीतिर त यहाँ कुमारी पनि उभिएर बसेको कोदाली खन्दै कुमारी काकी आमा बाउ बल्ल घाम लागेको छ है साथीहरू यता प्याको भनेर हाम्रो नाम नर भाषको पानी मार्को दिस आसु भाषा तारेला त्यो आजको मौसम कस्तो लाग्यो ए एकदम पानी परेर खत्तम भयो आजको मौसम त कहाँ खत्तम पर्यो यस्तो घाम लागेको छ अहिले 11 बजी पानी परेको अनि अहिले मौसम सफा छैन नि सफै छैन मौसम सफा भएर रमाइलो हुन्छ हुँदैन हुन्छ नि हुन्छ है एकदम रमाइलो छ नि अनि रमाइलो छ भने त खुसी अनि के गर्ने होला ए अघि नै मासु भात खाइसक्यो हामी त ए मासु भात खाइसक्यो खाइसकेको ए अनि मलाई नसोधी खाने हो त त्यसरी तपाईँ आउनु नै भएन कहाँ सुत्नु नि कस्तो नसम्झिनु भएको होला एकदम राम्रो छ राम्रो यतिको मकै राम्रो छैन अलि राम्रो गर्नु होला है मकै फलाउने हो भने है हुन्छ नि हुन्छ के खाजा खानुभयो नि दाइ मैले त खाजा खाएको छैन अब तपाईँ राख्नु भएको रहेछ मेरो कपडा टालेको फाटेको कहाँ हुन्छ त्यसरी भइहाल्छ एकदम भइहाल्छ म ध्यान छ नि त मार्नु अर्को चम्को साथी छैन अरू मार्दैन सर्चे सलाम छ म
है हजुर हजुर राम्रो छ नि मकै पनि राम्रो हाम्रो भुजीमा मकै राम्रो छ नि हाम्रो गाउँ घर यति राम्रो छ हेर्नुहोस् हाम्रो काम गर्ने साथीहरू यस्तै छन् दर्शकहरू हेरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला अनि तपाईहरुले सब्स्क्राइब गरिदिनु होला अनि लाइक मेनमा आउनु होला भेडगुड गर्नु होला हाम्रो माइले यहाँ मुस्कान दिइरहेछ पत्रकारलाई हेर्नु हाम्रो बात बिसाउनु भएको छ उहाँ लड्नु नै भयो उहाँ त धेर खानु भयो कि बा हाम्रो आमाले धेरै नाच्नु भएको छ राम्रोसँग आमा आज हालिनु न झनै राम्रो देखिरहेको छ यहाँ तपाईले हो ला भेडी कुर्छ है अम्मै ओहो पार पारको डान्स छ नि एकजनाले फुस पात्दै गरेछ हातको चालले पनि अरे मर्का शिल्प आदे मेरा ढुकुर शिल्प आदे अरे लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला दर्शक दिनहरू हाम्रो धेरै रमाइलो भइरहेछ यहाँ मौसमले पनि राम्रो गरिदिएछ पानी परेको छैन हाम्रो यहाँ कोदाली खनेर रमाइलो लागेर यहाँ धेरै खुसी हुनुभएको छन् हजुर कोही खुट्टा उचालेर कमिला टोचेर डान्स गर्नुभएको छन् हेर्नुहोस् हजुर खुट्टा हाल्दै कम्बर हाल्दै हात हाल्दै मुस्कान दिदी हाम्रो धेरै रमाइलो छ जितमा त नगाउनु भएर यहाँ ढोल नाचसम्म भएको छ लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला रमाइलोसँग तपाईँहरूलाई धन्यवाद थ्याङ्क यू भेरी मच ओके ला